जन्मदिन जन्मदिन भनेको केवल उमेर बढेको दिन मात्र होइन, जीवनले फेरि एकचोटि नयाँ अवसर दिएको सङ्केत हो। आजबाट म एक वर्ष बुढो भएँ भन्ने सोच आउन सक्छ, तर वास्तवमा एक वर्ष अनुभवी, परिपक्व र बलियो भएको हुँ। एक वर्षमा कति खुसी आए, कति दुःख पनि सँगै आयो, कति सिकाइ, कति सङ्घर्ष, कति सफलताका पाइला चाले। ती सबै क्षणहरूले आजको मलाई यो अवस्थामा पुर्याएको दिन हो। उमेर बढ्दै जाँदा कपाल सेतो होला, तर सपना र हिम्मत कहिल्यै सेतिँदैनन्। आज म आफूलाई वाचा गर्छु, बितेका वर्षका कमजोरी सुधार्नेछु, आउँदो वर्ष अझै राम्रो बनाउनेछु। जन्मदिन आफैलाई धन्यवाद दिने दिन हो, बाँचिरहनका लागि, सङ्घर्ष गरिरहनका लागि र हार नमानेर अगाडि बढिरहनुको लागि। ह्याप्पी बर्थडे टु मी। आजबाट सुरु भयो नयाँ अध्याय, नयाँ आशा, नयाँ उत्साह र नयाँ लक्ष्य सहित। थ्याङ्क यू सो मच सबैलाई यो भिडियो हेरिदिनु भएकोमा। पुनः एकपटक हृदयदेखि नै सबैलाई नमन।